हेलो साथीहरू, नमस्ते सम्पूर्ण मेरो एफबी फ्यामिलीहरूलाई अनि मेरो साथीहरू के कस्तो हुनुहुन्छ। आशा गर्छु सन्चो सुबिस्तै हुनुहुन्छ भन्ने, र म पनि एकदमै सन्चो सुबिस्तै छु साथीहरू। अनि दसैँ पनि गयो र दिवाली भन्दा भन्दै दिवाली पनि सकिन लाग्यो साथीहरू। अनि कि साथीहरू, अब दसैँ भन्यो, दिवाली भन्यो है, अब घर सजाउनु, लाइट लगाउनु, फुलमाला लगाउनु, डेकोरेसन गर्नु है, रमाइलो गर्नु, कति मजा लाग्छ नि होइन। तर अब एउटा आमालाई चाहिँ नि साथीहरू, अब उसको नानीहरू चाहिँ धेरै टाढो छ भने चाहिँ क्या, अब गाउँ समाज इष्टमित्र छरछिमेकीलाई त अब रुएर देखाउनु भएको छैन है, अब हाँसेरै मान्नुपर्छ, हाँसेरै देखाउनुपर्छ। तर एउटा आमालाई चाहिँ नि साथीहरू, जति हजारौँ खुसी पाए पनि उसको नानीहरू चाहिँ साथमा छैन भने चाहिँ त्यो खुसी चाहिँ खुसी लाग्दैन क्या। जति नै बाहिरबाट खुसी देखाए, हाँसी खुसी मनाए पनि एउटा आमाको चाहिँ भित्र मन चाहिँ क्या साथीहरू, एक प्रकारको नरमाइलो दुखी चाहिँ भइ नै रहेको हुन्छ। र त्यो चाहिँ अहिले मलाई भइरहेको छ होइन। त म मात्रै होइन, यस्तो नानीहरू टाढो टाढो हुने धेरै हुनुहुन्छ है। तर सबै आमाहरूलाई त्यस्तै त लाग्छ, मलाई मात्रै त होइन। र पनि के गर्नु है, अब परिस्थिति, अब उनीहरूको लाइफ हो, उनीहरूको करियर हो। सो